नमस्कार। म विकास छेत्री, एसिस्टेन्ट कमर्स टिचर अफ एसयुएमआई कालेबुङ र आज म तपाईँहरूको समक्ष सोशल कन्टेन्ट लिएर होइन, एजुकेसनल कन्टेन्ट लिएर आएको छु। आज म एउटा केवल शिक्षक भएर र वाणिज्य विभाग कमर्समा विषय लिएर तपाईँहरू समक्ष आएको छु। अनि जसले पनि यो भिडियो हेर्नु हुँदैछ र जसले पनि जो विद्यार्थीहरू चाहे गार्जियनहरू हुनुहुन्छ जसले आफ्नो नानीहरूलाई कमर्स लिने कमर्स पढाउने इच्छा गर्नुभएको छ, तपाईँहरूको लागि यो भिडियो बनाएको हौँ। विगत 18 सालदेखि मैले कमर्स वाणिज्य विभागमा पढाउँदै आएको अनि मैले स्वयं कालेबुङ कलेजमा पढे पनि कालेबुङ कलेजमा पनि 6 वर्ष एज अ पार्ट टाइम लेक्चरर गरेको र त्यो सबै अनुभव लिएर स्कुलदेखि लिएर कलेजकोमा पढाउने अनुभव मलाई भएको कारणले गर्दा आज तपाईहरु समक्ष आएको छु। अब हेर्नुस् है, कमर्स एकदमै सारो सब्जेक्ट पनि होइन, त्यस्तो सजिलो पनि होइन। तर कमर्स पढ्ने मनै लिएर आउनु पर्यो नि त। साइन्स गाह्रो हुने, मलाई आर्ट्स मन पर्दैन भनेर कमर्स आयो भने त्यो नानीहरू नआएको राम्रो। अनि जो साइन्स पढ्ने जबरजस्ती इच्छा गर्छन्, दिमागले भ्याउँदैनन्, एभरेज नानीहरू छन्, भ्याउँदैनन् र गएर बीचमा गएर अड्किन्छ। त साइन्समा जति स्कोप छ अहिले कर्पोरेट वर्ल्डमा कमर्सको त्यति नै स्कोप छ, याद गर्नुपर्छ। किनभने आजको अहिले वर्ल्डमा कर्पोरेट वर्ल्ड भएको छ। गभर्नमेन्ट सर्भिस भने 5% छ भने 95% त प्राइभेट सेक्टरै छ। अनि प्राइभेट सेक्टर भन्ने साथै कमर्सको रोल बढेर जान्छ। अनि कमर्स पढेपछि चाहिँ फेरि गभर्नमेन्ट सेक्टरमा काम गर्न पाइँदैन भन्ने होइन। आइएएस अफिसर, आइपिएस अफिसर, डब्लुबिसिएस अफिसर सबै कमर्सको स्टुडेन्टहरू छन् नि। त्यो आफ्नो फिल्ड हो नि, जुनै पनि फिल्डको, आर्ट्सको, साइन्सको, कमर्स, हरेक कम्पिटिटिभ इक्जाममा आफ्टर ग्रेजुएसन तपाईँहरू बस्न सक्नुहुन्छ। तर भनाइ चाहिँ यहाँनिर मेरो कुरा के छ भन्दा कमर्स विथ म्याथ र कमर्स विदाउट म्याथमेटिक्समा फरक छ। हेर्नुहोस्, पहिला जति बेला हामी पढ्थ्यौँ त्यति बेला बिजनेस इकोनोमिक्स इन्क्लुडिङ बिजनेस म्याथमेटिक्स भन्ने चाहिँ वेस्ट बेङ्गल बोर्डको सिलेबसको पहिला कुराको वेस्ट बेङ्गल बोर्डमा थियो र 75% मार्क्सको इकोनोमिक्स र 25 मार्क्सको म्याथमेटिक्स पढ्थ्यौँ। त्यसो हुँदा म्याथको सर्टन बेस सबैले नै लिएर कम्पलसरी लिएर नै कलेजमा गएको हुन्थ्यो। किन कलेजमा गएपछि त म म्याथ लिदिनँ भन्नु हुँदैन, म्याथ लिनै पर्छ। तर जसले तपाईको म्याथमा 34 भन्दा कम्ती ल्याएको हुन्थ्यो माध्यमिकमा, ती नानीहरूले इकोनोमिक्स लिनु नपाउने र बिचाराहरूले इकोनोमिक जोग्राफी एज अ अप्सनल सब्जेक्ट पढ्नु पर्थ्यो र त्यो नानीहरूलाई कलेजमा गएर कमर्स लिनु गाह्रो हुन्थ्यो। किनभने कमर्समा एकैचोटि फर्स्ट इयरमा म्याथ सुरु हुँदा उहाँहरूले 11-12मा गरेकै हुनुहुन्थ्यो। आज त्यस्तै हिसाबले हामीले सुरुमा एसयुएममा कमर्समा म्याथ पनि दिउँ, अरू अप्सनल सब्जेक्ट पनि दिउँ। तर नानीहरू धेरै मात्रामा फेल भयो म्याथमा, क्या जिरो सिंगल डिजिट ल्यायो र हामीले डिसाइड गर्यौँ यो नानीहरूले म्याथ नसक्ने रहेछ। कमर्सको के अरे कालेबुङ कलेजको प्रोफेसर है, म जो मेन्टर मान्छु मनोज दासगुप्तासँग पनि मैले सल्लाह गरेँ र उहाँले भन्नु सक्यो होइन तपाईँहरूकोमा सब्जेक्टमा एउटा कस्टिङ एन्ड ट्याक्सेसन रहेछ, तपाईँले त्यो दिनु सक्नुहुन्छ, म्याथ सक्छ। ठिकै छ, हामीले गर्यौँ। तर अहिले फेरि कम्पिटिसन अलग्गै चेन्ज भएर गयो। अब तपाईँको एचएस, आइसिएससी, आइएससी, सिबिएससीमा कति पर्सेन्टेज मार्क्स आयो त्यसको आधारमा राम्रो कलेजमा एडमिसन हुँदैन। तपाईँले पास गर्नुपर्छ सियुटी। अब सियुटी पास गर्नुको लागि एचएस इक्जाम सकेको बादमा 60% नै ल्याउनुहोस्, 45% नै ल्याउनुहोस्। त्यसको बादमा तपाईँले एउटा एन्ट्रान्स इक्जाम बस्नुपर्छ जसमा तपाईँले सब्जेक्ट छान्नुपर्छ। अनि त्यो सब्जेक्ट छान्दाखेरि तपाईँ एज अ कमर्स स्टुडेन्ट वान अफ द म्याथ छान्नुपर्ने जरुरी हुन्छ। त्यति बेला यदि तपाईँहरूले 11-12मा म्याथ पढ्नु भएको छैन भने के गर्नुहुन्छ? जस्तै मैले आफै स्कुलमा एउटा गल्ती गरेँ, म्याथ नानीहरूले लिएन, सकेन भनेर कम्पलसरी कस्टिङ एन्ड ट्याक्सेसन गराएँ। मेरो आफ्नै छोरी पनि भर्खर लास्ट इयर कलेज स्कुल सकेर कलेज जोइन गरेको छ। उसले पनि म्याथ लिएन है, तर उसलाई सियुटीमा भएको समस्या पर्यो। किनभने सियुटीमा अहिले गभर्नमेन्ट बोर्डमा के गरेको छ भन्दा एज अ अप्सनल सब्जेक्ट कसैले कम्प्युटर एप्लिकेसन लिन्छ, कसैले कमर्सियल एन्ड अडिटिङ लिन्छ,
कसैले कस्टिङ एन्ड ट्याक्सेसन लिन्छ। तर यो कमर्सियल ल एन्ड अडिटिङ, कस्टिङ एन्ड ट्याक्सेसन भन्ने सब्जेक्ट आइसिएससी सिबिएससीको छैन। त्यसै कारणले गर्दा जति पनि क्वेसन प्याटर्नहरू बनिएको छ सबै सिबिएससी प्याटर्नमा बनिएको छ। त्यसै कारणले गर्दा तपाईँले सियुटीमा इक्जाम बस्छु, एन्ट्रान्स बस्छु भने तपाईँले यो सब्जेक्टको अप्सन पाउनुहुन्न, अनि नयाँ सब्जेक्ट लिनु पर्यो। अन्त नयाँ सब्जेक्ट त्यति बेला 2 महिनाको पनि टाइम नभइकन तपाईँले अध्ययन गरेर कसरी सियुटी एन्ट्रान्स इक्जाम बस्न सक्नुहुन्छ। छ कतिवटा सियुटी इक्जाम नगरिकन पाउनुहुन्छ, तर राम्रो कलेजहरू छैन। लु कलेज पाउनु नै भयो भने फेरि अब त्यहाँनिर गएर म्याथ 11-12 मा लिनु भएन। त्यही कारणले गर्दा सियुटी इक्जाम पास हुनु धेरै नै गाह्रो हुन्छ जसकोमा म्याथ छैन। लु सियुटी एन्ट्रान्स बिनै एडमिसन हुने कलेजहरू पनि छन् कतिवटा, जानु भयो अरे। तर त्यहाँ गएर त फेरि 11-12 मा म्याथ नपढिकन कलेजमा म्याथ पढ्नु पर्यो। अहिले कलेजको अहिले हेर्नुहोस्, अहिले सिलेबसमा ड्रास्टिक चेन्ज आएको छ। जुन समयमा हामीले स्कुलमा जुन चाहिँ कलेजमा जुन सिलेबस पढ्यो, त्यसको बादमा जुन चाहिँ हामीले युनिभर्सिटीमा पढ्यौँ, त्यो युनिभर्सिटीमा पढेको सिलेबसहरू अहिले कलेज लेभलमा झरेको छ। भनेपछि त्यति एडभान्स भएर जाँदैछ अहिले। अब कुरा आउँछ, पहिला कलेजको म्याथमेटिक्सहरू सजिलो थियो, क्वेसन प्याटर्न सजिलो आउँथ्यो र 11-12 मा म्याथ नलिए पनि त्यो नानीहरूले राम्रैसँग कमर्स पास गर्न सक्थ्यो है। र हामीले त्यसै कारणले गर्दा कस्टिङ एन्ड ट्याक्सेसन दियौँ। तर अहिले जुन प्याटर्न चेन्ज भएको छ, जुन प्रकारको सिलेबस छ, त्यो नानीहरूले 11-12 मा म्याथ लिएको छैन भने त्यो नानीहरूलाई कलेजमा धेरै धेरै गाह्रो भएर जान्छ। अनि जो नानीहरू चाहिँ कमर्समा आउनु चाहन्छन् तपाईँहरूले एउटा कुरा बुझेर आउनुहोस्, म्याथ चाहिँ माइन्डमा कम्पलसरी लिएर आउनुहोस्। कतिवटा स्कुलले कम्पलसरी दिएला, कतिवटाले अप्सनल पनि दिएला, तर हामी चाहिँ एज अ एसयुएमआई नानीको फ्युचर हेरेर यो पालिदेखि चाहिँ कमर्स विथ म्याथमेटिक्स कम्पलसरी एज अ अप्सनल इलेक्टिभ गर्ने भएको छौँ। त्यसो हुँदा नानीहरूलाई बेनिफिट एकदमै बेसी मात्रामा छ। र जो नानीहरूले म्याथ एज अ कम्पलसरी इलेक्टिभ सब्जेक्ट पढ्नु चाहनुहुन्छ, चाहे तपाईँ सिबिएससी ब्याकग्राउन्डबाट हो चाहे आइएससी ब्याकग्राउन्ड, किनभने सिबिएससीमा आइएससीमा त म्याथ गरेकै हुन्छ। कतिवटा सिबिएससी बोर्डमा फेरि म्याथ छैन नि, त्यो पनि देखेको छौँ हामीले यहाँ। तर आइसिएससी बोर्डमा प्राय म्याथ पढेर आउनु भएको हुन्छ। अनि तपाईँहरू यदि आउनु चाहनुहुन्छ गभर्मेन्ट, किनभने अहिले सिबिएससी आइएससी वेस्ट बेङ्गल बोर्डको सिलेबस प्याटर्न चाहिँ एउटै भएको छ, याद गर्नुहोस्। सिलेबस प्याटर्न होइन, सिलेबस चाहिँ 100% एउटै छ, लगभग अलिअलि चेन्जेस छ होइन भने 95% सेम छ। पहिला धेरै चेन्जेस थियो गभर्मेन्ट बोर्ड र सिबिएससी बोर्डमा। र तपाईँहरू जो भर्खरै आइसिएससी क्लास 10 दिनुभयो अथवा सिबिएससी दिनुभयो अथवा तपाईँले माध्यमिक बोर्ड पढ्नुभयो र कमर्स लिने इच्छा गर्नुहुन्छ भने म चाहिँ म्याथ चाहिँ लिदिनँ भन्ने इच्छा गर्नुहुन्छ भने नआउनुहोस् कमर्समा। फ्युचर बिग्रिन्छ तपाईँहरूको। 11-12 पास गर्नुहुन्छ तर कलेज पास गर्नु बहुत साह्रो पर्छ तपाईँहरूलाई। अनि भोलिको दिनमा राम्रो कलेज पढ्छु, बाहिर गएर पढ्छु भने सबै कलेजमा सियुटीको एन्ट्रान्स इक्जाम बसेर मात्रै तपाईँले जग्गा पाउनुहुन्न। तपाईँले म्याथ बिना 95% लिएर यहाँ बस्नु भएको छ भने पनि सियुटी क्र्याक गर्नु तपाईँलाई साह्रो पर्छ विदाउट म्याथमेटिक्स। आज मैले मेरो आफ्नै छोरीमा ट्रायल गर्दा म्याथमेटिक्स नदिँदा उसलाई कति साह्रो परेको छ कलेजमा आएर मसँग गनगनाउँछ। र म चाहदिनँ कि मैले जुन गल्ती एज अ कमर्स टिचर भएर पनि गरी पठाएँ, कतिजनालाई म्याथ लिन्छु भन्दै थियो मेरो छोरीले, म्याथ नल्याऊ भनेर मैले हो भनेको, गल्ती गरी पठाएँ। आज मलाई रिग्रेट हुन्छ र म चाहदिनँ भोलिको दिनमा अन्य कुनै विद्यार्थीहरूमा यस्तो प्रकारको इन्जस्टिस होस्। मलाई आफैलाई रिग्रेट फिल हुन्छ कि मैले इन्जस्टिस गरेँ, म्याथ लिन्छु भन्दा मैले उसलाई अलाउ गरिनँ र आज मलाई घरिघरि टोक्छ तपाईँले म्याथ नदिएको कारणले गर्दा आज मलाई समस्या हुँदैछ। र विद्यार्थी वर्गहरूले बुझ्नुपर्ने कुरा, अभिभावक वर्गहरूले बुझ्नुपर्ने कुरा, हेर्नुहोस् है, यदि तपाईँलाई साइन्स पढ्नु गाह्रो लाग्छ, म्याथ हुन्छ भनेर भाग्नुहुन्छ, आर्ट्स मन पर्दैन र म्याथ बिना म कमर्स पढ्छु भनेर आउँछु, तपाईँको भुल धारणा हो। 2 वर्ष तपाईँ भाग्नु सक्नुहुन्छ तर कलेजदेखि भाग्नु सक्नुहुन्न। 2 वर्ष त्यो ग्याप हुँदा जति तपाईँले गणित, जति हिसाब तपाईँले बुझ्नुहुन्थ्यो त्यो हिसाबहरू जिरो भएर जान्छ। त्यसै कारणले गर्दा मन एकदम स्ट्रङ बनाएर आउनुहोस्। म्याथ भन्ने कुरा साह्रो सब्जेक्ट होइन, लगातार प्रयास चाहिन्छ, प्र्याक्टिस। जसरी तपाईँहरू क्या वाट्सएपमा एकदम फेसबुकमा भयङ्कर निपुण हुनु भएको छ नि त होइन, कस्तो ठुल्ठुलो गेमहरू खेल्नुहुन्छ, हामी सक्दैनौँ नि त, किनभने इन्ट्रेस्ट हो। त्यसै कारणले गर्दा इन्ट्रेस्ट दियो भने म्याथ साह्रो होइन। त्यही कारणले गर्दा हामी वेलकम गर्छौँ एसयुएमएमा। तपाईँहरू एसयुएममा आउनु किन भन्छौँ भन्दा एसयुएममा कमर्सको फ्याकल्टी राम्रो छ, 100% ग्यारेन्टी दिन्छौँ। हामीले डिजिटल क्लासरुम है, अनलाइन क्लासरुममा हामी डिजिटल क्लासरुमहरू आज गभर्मेन्ट स्कुलमा एउटा
डिजिटल क्लासरुम भएको स्कुल सायद एज अ कमर्स डिपार्टमेन्ट सायद एसयुएमआई मात्रै होला। हामीले 6 वर्षदेखि डिजिटल क्लासरुम नानीहरूको फाइदाको लागि हामीले गरिरहेका छौँ र तपाईँहरू जो पनि इच्छुक हुनुहुन्छ, आइएससी होस्, सिबिएसई होस्, माध्यमिक बोर्डको होस्, म यति भन्छु, तपाईँहरू जुन म भन्दिनँ कि तपाईँहरू सबैजना एसयुएमआई आएर जोड्नुहोस् भनेर म भन्नु जबरजस्ती कसैलाई पनि गर्दिनँ। तर जो पनि पढ्नुहुन्छ कृपा गरेर तपाईँहरूले कमर्स एज अ अप्सनल सब्जेक्ट लिनुहोस्। कतिले इबिएसहरू लिन्छ, कम्प्युटर, अरे कमर्समा पछि पढ्नु पर्दैन नि त यो सब्जेक्टहरू। कमर्सलाई चाहिने सब्जेक्ट चाहिँ विशेष गरी चाहिँ यो अकाउन्ट्स, इकोनोमिक्स र म्याथ, यो 3टा सब्जेक्ट एकदमै इम्पोर्टेन्ट हो। 25 सम्म तपाईँ स्कुलदेखि उता कलेजदेखि उता युनिभर्सिटी, अब बिकम नगरेर बिबिए गर्नुभयो, एमबिए गर्नुभयो, सिए गर्नुभयो, यो सब्जेक्ट त सबै जग्गामा चाहिन्छ। त्यही कारण तपाईँ अकाउन्ट्स, इकोनोमिक्स र म्याथबाट एन्ड स्ट्याटिस्टिक्सबाट भाग्नु सक्नुहुन्न। त्यसै कारण गर्दा जुनै स्कुलमा गयो भने पनि तपाईँहरूले एज अ अप्सनल इलेक्टिभ चाहिँ अरू सबै सब्जेक्टलाई इग्नोर गरेर, किनभने तपाईँहरूले अकाउन्ट्स, बिजनेस स्टडिज, इकोनोमिक्स, यो 3टा भयो, फर्स्ट ल्याङ्ग्वेज, सेकेन्ड ल्याङ्ग्वेज, यो त कम्पलसरी गर्नुहुन्छ। त एज अ 6 सब्जेक्ट तपाईँहरूले एउटा अप्सन छान्नुहुन्छ नि, इबिएस छान्नुहुन्छ, कमर्सियल ल एन्ड अडिटिङ छान्नुहुन्छ, कस्टिङ एन्ड ट्याक्सेसन छान्नुहुन्छ, कम्प्युटर एप्लिकेसन छान्नुहुन्छ। तर एज अ कमर्स स्टुडेन्ट तपाईँहरूलाई सबभन्दा लाभदायक चाहिँ म्याथमेटिक्स हो। अनि मैले 18 वर्षको एक्सपिरियन्सले भोगेर भनेको हो। र मान्नु नमान्नु तपाईँहरूको इच्छा हो, मलाई भन्नु केही छैन। तर भोलिको दिनमा गएर रिग्रेट गर्नुभन्दा आज नै तपाईँले राम्रोसँग सोचेर मात्रै कमर्स जोइन गर्नुहोस्। र कमर्स विथ म्याथमेटिक्स त धेरै स्कुलले म्याथमेटिक्स एज अ कम्पलसरी इलेक्टिभ नदेला तपाईँलाई भने एसयुएमआईको ढोका खुल्ला छ। वेल ट्रेन्ड, वेल इक्विप्ड फ्याकल्टी तपाईँले भेट्नु सक्नुहुन्छ। र तपाईँहरू सबैलाई यो माध्यमिकको इक्जाम, एचएसको इक्जाम सकेपछि सायद फर्म वितरण हुन्छ, तपाईँहरू आएर तपाईँहरूले स्कुल जोइन गर्नु सक्नुहुन्छ। अथवा तपाईँहरू पढेको कुनै पनि स्कुल होस्, चाहे हाम्रो गभर्मेन्ट स्कुलमा गर्ल्स हाई सेकेन्ड्री स्कुल छ, तपाईँको कुमुदिनी होम्स छ, प्रणामी बालिका छ एज अ गभर्मेन्ट स्कुल, सेन्ट जर्जमा छैन, अलगढा हाई स्कुलमा छ कमर्स। र हामी सबै स्टुडेन्ट्सहरूलाई साथै स्कुलका प्रिन्सिपल्सहरूलाई म सानै भए पनि तपाईँलाई निवेदन गर्न चाहन्छौँ कि कमर्स आजको युगमा धेरै इम्पोर्टेन्ट छ। अनि कमर्सभित्र म्याथ जुन चाहिँ यो नयाँ प्याटर्न सियुटीको निस्केको छ, यसमा कमर्स एकदमै इम्पोर्टेन्ट भएको कारणले गर्दा तपाईँहरूले आफ्नो नानीहरूलाई चाहिँ उहाँहरूको चोइस अनुसार यदि उहाँहरूले म्याथ लिन चाहन्छ भने उहाँहरूलाई म्याथ दिनुहोस्। र जुन स्कुलले टिचर स्टुडेन्टको मतलब हुनसक्छ टिचर, हामी त भन्छौँ नि म्याथ दिनुहोस् भनेर, तर अहिले थाहा छ बङ्गाल गभर्मेन्टको कारणले गर्दा कतिवटा स्कुलमा टिचरहरूको अभाव छ। त्यसै कारणले गर्दा उहाँहरूले सायद म्याथ तपाईँहरूलाई दिनु नसक्ला। त्यसो हुँदाखेरि तपाईँहरू फ्युचर ब्राइट गर्नु चाहनुहुन्छ, भोलिको दिनमा स्कुल सकेर राम्रो कलेजमा एडमिसन लिनु चाहनुहुन्छ भने तपाईँ त्यो स्कुलमा गएर एडमिसन गर्नुहोस् जुन चाहिँ स्कुलले तपाईँलाई म्याथ एज अ इलेक्टिभ अप्सनल प्रोभाइड गर्छ। र यति भन्दै तपाईँलाई म्याथ चाहिँ कमर्सको एउटा स्पाइनल कर्ड हो, धेरै इम्पोर्टेन्ट कुरा हो। र केही पनि पढ्नुहोस्, कमर्स जब आउनुहुन्छ म्याथ चाहिँ पढ्छु भनेर आउनुहोस्। साइन्सबाट म्याथ छ भनेर भागेर चाहिँ कमर्समा नआउनु, किनभने कमर्समा पनि म्याथ अलिकति कम्ती होला साइन्सभन्दा, तर म्याथ चाहिँ पढ्नै पर्छ। र यति भन्दै जति पनि कमर्स पढ्ने इच्छा गर्ने विद्यार्थीहरू छन् अथवा गार्जियन वर्गहरू छन्, तपाईँहरू सबैलाई मलाई लाग्छ यो मैले भिडियोद्वारा तपाईँलाई के बुझाउनु खोजेको तपाईँले बुझ्नुभयो होला। र राम्रोसँग निर्णय लिएर मात्रै नानीहरूलाई के पढाउने। तपाईँको नानी म्याथमा एकदमै कमजोर छ भने कमर्समा ल्याउँदै नल्याउनुहोस्, बेकारमा फ्युचर स्पोइल हुन्छ। तर म्याथमा राम्रो छ भन्दै साइन्समै जानुपर्छ भने कुनै अनिवार्य छैन। साइन्समा जति स्कोप छ त्योभन्दा अझै बेसी कर्पोरेट सेक्टरमा कमर्समा स्कोप छ। र यति भन्दै तपाईँहरू सबैलाई अनुमति माग्दै म विकास छेत्री, एसिस्टेन्ट कमर्स टिचर अफ एसयुएमआई तपाईँहरूबाट बिदा लिन चाहन्छु। धन्यवाद, थ्याङ्क यू।